नेपाल हाम्रो देश र हाम्रो देशमा घटिरहेका सामाजिक, राजनीतिक, आर्थिक घटनाहरूले देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाइरहेको अवस्था छ हैन। सोशल मिडिया होस् या सञ्चार माध्यमहरू हुन्, हरेक ठाउँमा चाहिँ अहिले चर्चा परिचर्चा भइरहेछ। आउनुहोस् हामी पनि केही विचार विमर्श गरौँ न हैन। पहिलो कुरा माननीय सुदन गुरुङजी, उहाँको चल अचल सम्पत्तिको बारेमा हैन जुन समाचारहरू बाहिरिएको छ, त्यसमा चाहिँ म पनि उहाँलाई शङ्काको घेराभित्र राख्छु है। मलाई पनि जान्ने मन छ, उहाँ एउटा साधारण व्यक्तिले हैन यति धेरै चल अचल सम्पत्तिहरू कसरी जम्मा गर्नुभयो हैन, त्यसको आय स्रोत के हो, त्यसको ब्यौरा मलाई पनि जान्ने मन छ। र उहाँले चाहिँ नैतिकताको आधारमा गृहमन्त्रीको पदबाट राजीनामा दिनुभयो र जसले गर्दा चाहिँ सरकारमा अलिकति अस्थिरता आयो, केही हलचल मचायो र अहिले हाम्रो नेपालमा राजसभाभित्र बाहिर र समाजमा हरेक नागरिकको बीचमा भइरहेको चर्चा चाहिँ अबको गृहमन्त्री को त हैन। के अब सुदन गुरुङजी माथि निष्पक्ष छानबिन होला? छानबिन भइसकेपछि यदि उहाँ निर्दोष हुनुभयो भने उहाँ नै फर्केर आउनुहुन्छ। यदि यस्तो नभएको खण्डमा को गृहमन्त्री बन्ने, कसलाई बनाउने हैन, को भन्दा राम्रो हुन्छ भनेर नागरिक स्तरमै गाउँमा टोलमा चर्चा परिचर्चा हैन, सामाजिक सञ्जालमा त झन् के भइरहेछ त्यो त हजुरलाई थाहा होला हैन। जहाँसम्म लाग्छ अब जे होस् राम्रै होस्, भोलिका दिनहरूमा जे हुन्छ देशको पक्षमा होस् हैन। अनि अर्को कुरा आयो संविधान र संविधानभित्र सुनिश्चित गरिएका हक अधिकारहरू। गोपनीयताको हक पनि एउटा नेपालीको या आम नागरिकको एउटा हक अधिकार हो हैन, जुन चाहिँ संविधानले सुनिश्चित गर्छ। हरेक मान्छेको एउटा गोपनीयताको हक चाहिँ संविधानले सुनिश्चित गरिसकेपछि एउटा समाचार माध्यम या कुनै व्यक्ति या पत्रकार जोसुकै होस् गएर हैन बैंकमा भएको उसको खाता, उसको व्यक्तिगत विवरण सम्पूर्ण सार्वजनिक गर्नु पाउँछ कि पाउँदैन हैन। नेपालको बैंकिङ नियमले के भन्छ हैन। जस्तो अनेक नियमहरू मध्ये एउटा बैंकिङ नियमावली पनि होला हैन, जुन चाहिँ बैंकहरूले पालना गर्नुपर्ने होला। जसरी जहाँबाट यो समाचारहरू बाहिरिए पनि हैन, अब सुदन गुरुङमाथि छानबिन भइसकेपछि पछि त्यो के हुन्छ त्यो पछिको कुरा भयो हैन। तर एउटा बैंकले चाहिँ एउटा व्यक्तिको सम्पूर्ण विवरण खाता नम्बर सहित हैन त्यो चाहिँ सार्वजनिक गर्नु कति उचित र कति अनुचित र कति संवैधानिक कति असंवैधानिक भन्ने कुरा चाहिँ अब हजुरहरूलाई के लाग्छ आफ्नो बनाए कमेन्टमा राख्नु होला। र अर्को एउटा चर्चामा रहेको विषय चाहिँ अव्यवस्थित बस्ती, सुकुम्बासी बस्ती हैन, अवैध संरचना। यसमा चाहिँ अब मेरो विचार चाहिँ हैन, अब सार्वजनिक सम्पत्तिको चाहिँ सरकारले संरक्षण गर्नुपर्छ। नदी नाला वरिपरि बस्तीहरू बस्न मिल्दैन हैन, त्यो त कानुनले नियमले नै उल्लेख गरेको हैन कुरा हो। अब त्यो नियममा कानुनमा लेखेपछि त्यसको पालना गर्नुपर्छ। र सडक पेटीहरूमा चाहिँ हैन व्यवसाय गर्न पाइँदैन। सडक पेटी चाहिँ आवतजावत गर्न सजिलोको लागि हो हैन, बाटो हिँड्ने मान्छेहरूको लागि, त्यो पनि राम्रो कुरा हो। तर कुनै पनि बस्ती चाहे त्यो सुकुम्बासी होस्, अव्यवस्थित होस्, अवैध होस् हैन, त्यसलाई विस्थापित गर्नुभन्दा अगाडि चाहिँ त्यसको विकल्प के हो भनेर सरकारले एकतालि सोच्नुपर्ने हैन, राष्ट्रिय स्तरमै सहमति गर्नुपर्ने हो जस्तो लाग्छ मलाई है। अब नियमको पालना गर्दा र गराउँदा जति क्षति हुन्छ हैन, यदि त्यो कानुनले दिन्छ भने हैन, कानुनको दायरामा रहेर यदि मिल्छ भने चाहिँ उनीहरूलाई व्यवस्थित गर्नु, व्यवस्थापन सँगसँगै उनीहरूको हैन क्षतिपूर्ति सरकारले बेहोर्नु पर्ने हो कि बेहोर्नु नपर्ने हो कि के हो हैन, यसको बारेमा चाहिँ अलिकति राष्ट्रिय स्तरमै बहस भएर राष्ट्रिय स्तरमै सहमति भएर हैन अन्य विकल्पहरू माथि पनि छलफल गरेर चाहिँ यस्तो कार्य गर्दा राम्रो हुन्छ हैन। यो चाहिँ मेरो बुझाइ हो। हजुरको भनाइ, हजुरको बुझाइ के छ कमेन्टमा लेख्नु होला हैन।
अनि अन्तिमसम्म भिडियो हेरिदिनु भयो यसको लागि धन्यवाद छ। हजुरको आफ्नो बुझाइ भनाइ आफ्नो सल्लाह सुझाव के छ हैन कमेन्ट बक्समा लेख्नु होला। मेरो लागि पनि केही सल्लाह सुझावहरू छ भने कमेन्टमा लेख्नु होला हैन। भिडियोलाई लाइक गर्नु, शेयर गर्नु अनि सब्स्क्राइब चाहिँ नबिर्सेर गर्नु ल। यो मेरो नयाँ च्यानल हो हैन। हजुरहरूले सब्स्क्राइब गरिदिनु भयो भने चाहिँ मेरो च्यानल अलिकति ग्रो हुन्छ हैन। मैले पनि आफ्नो कुराहरू राख्न पाउँछु हैन। यो मेरो व्यक्तिगत कुरा, मैले आफू बोल्ने मात्रै कुरा हैन क्या। यो चाहिँ हामी एउटा नेपाली नागरिक भएपछि आफ्नो स्तरबाट हैन आफू जुन ठाउँमा छ त्यही ठाउँदेखि चाहिँ आफ्नो प्रश्नहरू आफ्नो जिज्ञासाहरू राख्ने हैन। हामीले राखेका कुराहरू हामीले राखेका जिज्ञासाहरू चाहिँ सम्बन्धित निकायसम्म पुगोस्, सरकारसँग पुगोस् हैन। हामी पनि त एउटा नेपालको नागरिक भइसकेपछि हाम्रो पनि कर्तव्य हुन्छ नि त हैन। हाम्रो सरकारले कस्तो काम गरिरहेछ, हाम्रो समाजमा के घटनाहरू घटिरहेछन् हैन, हाम्रो भोलि आउने दिनहरू कस्ता हुन्छन् भनेर हामीले चाहिँ छलफल गर्नु, जिज्ञासा राख्नु, प्रश्न उठाउनु त्यो चाहिँ हाम्रो अधिकार पनि हो, कर्तव्य पनि हो हैन। अब म हाल विदेशमा छु त्यसैले मैले मोबाइलदेखि भिडियो बनाउँछु। अब नेपालमै भइदिए अब मैले उठाउनु पर्ने राख्नुपर्ने प्रश्नहरू सम्बन्धित ठाउँमा गएर उठाउँथे होला, राख्थे होला हैन। एउटा नागरिकले चाहिँ आफ्नो ठाउँबाट आफ्नो स्तरबाट प्रश्न उठाउनुपर्छ हैन, खबरदारी गर्नुपर्छ र आफ्नो सल्लाह सुझाव पनि राख्नुपर्छ। यसमा हजुरको भनाइ के छ कमेन्ट गर्नु। फेरि अन्तिममा एकताले अनुरोध गर्न चाहन्छु, लाइक गर्नु, शेयर गर्नु, सब्स्क्राइब गर्नु। धन्यवाद।